आज म तपाईहरुलाई थ्योरी एक्सप्लेन गर्न आएको होइन। आज म तपाईहरुलाई एउटा प्याटर्न देखाउन आएको हो। जुन प्याटर्न चाहिँ मैले 3 डिफरेन्ट सेक्टर्समा, 3 डिफरेन्ट स्टक्समा, 3 डिफरेन्ट टाइममा देखेको थिएँ र तीनैवटा प्याटर्नको चाहिँ सिमिलर रिजल्ट पनि आएको देखियो। इज दिस कोइन्सिडेन्स? मलाई चाहिँ यो कोइन्सिडेन्स जस्तो लाग्दैन। मैले चाहिँ यसलाई एउटा भ्यालिड प्याटर्नको रूपमा मान्छु। अब यो प्याटर्न के हो त? त्यो भन्दा पनि इम्पोर्टेन्ट, पहिला सुरु तपाईलाई म त्यो स्टकमै लिएर जान्छु जहाँ मैले यो प्याटर्न देखेँ। फर्स्ट स्टक इज HIDCL। यो HIDCL मा तपाईले देख्न सक्नुहुन्छ, यो चाहिँ एउटा बेयरिश तरिकाले चाहिँ तल आइरहेको अवस्थामा HIDCL कुनै समयमा थियो र उसले एट वान पोइन्ट अफ टाइम चाहिँ एउटा बटम बनायो र यो बटम बनाइसके पछाडि चाहिँ रिभर्सल अटेम्प्ट गर्नलाई यो स्टक फेरि माथि जाने प्रयास गर्यो र एउटा लेभलको टप बनायो। तर यहाँबाट फेरि सेलर्सहरुबाट प्रेसर आइसके पछाडि यहाँबाट रिजेक्सन खाएर फेरि यो तलकै बाटोतिर चाहिँ लागिरह्यो। तर इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि यो चाहिँ अबको अटेम्प्टमा चाहिँ यसले पहिलाको लो भन्दा तल चाहिँ जान मानेन र बिस्तारै फेरि माथि 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 गर्दै माथि नै आइरह्यो र जुन पहिलाको टप जुन बनाएको थियो त्यो टपको यो लाइनमा सम्म पुग्यो र त्यो लाइनमा पुगिसके पछाडि के पनि देख्न सक्छौं भने हामीले यो भोल्युम मजाले इन्क्रिज भइरहेको देख्न सक्छौं र यो ठ्याक्कै यो लाइनलाई ब्रेक गर्ने बित्तिकै हेर्नुस् त के भयो, एउटा एकदमै राम्रो मुभ आयो। अब अर्को स्टक देखौँ है त। अर्को स्टक छ NLIC। NLIC पनि एउटा बेयरिश प्याटर्नमा तल झरिरहेको स्टक थियो, झर्यो। त्यसपछि एउटा पोइन्टमा आएर यसले पनि एउटा बटम बनायो, त्यस पछाडि फेरि रिभर्सलको अटेम्प्ट गर्यो र यसले पनि पुरानै हाईको आसपासमा आएर चाहिँ यसले फेरि रिजेक्सन खायो, सप्लायर्सहरु हावी भए र त्यस पछाडि फेरि बेसरी झर्यो। तर यसपालि के नोटिस गर्नुभयो भन्दाखेरि यसपालि पनि यो जुन पहिलाको बटम छ त्यो बटम भन्दा तल मार्केटले यो प्राइसले जान मानेन र बिस्तारै 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 चढ्दै आयो चढ्दै आयो चढ्दै आयो र एभरेज भन्दा बढी भोल्युमहरु देखिन थाले मार्केट। एभरेज भन्दा बढी भोल्युम देखिसके पछाडि लास्टमा फेरि के भयो हेर्नुस् त, सरर माथि गयो। अर्को एउटा हेर्नुस् CFCL, यो एउटा रिसेन्ट पनि एक्जाम्पल तपाईले देख्न सक्नुहुन्छ। यसलाई पनि एउटा बेयरिश मुभमा यो तल झरिरहेको अवस्था थियो, तर त्यही बेलामा के भयो, फेरि माथि जाने अटेम्प्ट गर्यो, सकेन, फेरि सेलर्सहरु हावी भए, तल आयो, तर यसले पुरानो लो पनि ब्रेक गर्न सकेन र लो ब्रेक गर्न नसक्दाखेरिको भोल्युम हेर्न सक्नुहुन्छ, एभरेज भन्दा माथि माथि आउन थाल्यो, माथि 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 गयो र फेरि यही लाइन, यो नेक लाइन ब्रेक गरिसके पछाडि यसले पनि त्यही अनुसारको माथि जाने माथिकै यात्रा लियो। अब यो प्याटर्नको नाम तपाईहरुले बुझिसक्नुभयो होला हैन। यो प्याटर्नलाई चाहिँ हामीले डबल बटम प्याटर्न भन्छौं। यो वान अफ द मोस्ट युजफुल प्याटर्न हो, स्पेशली रिभर्सलको लागि हैन। हामीले यो प्याटर्न चाहिँ मार्केटमा धेरै जसो देख्छौं हैन। यो प्याटर्नले चाहिँ हामीले के बताउन सक्छ भन्दाखेरि सेलर्सहरु हावी भइसके पछाडि पनि यदि बायर्सहरु आएर यदि पुरानो लोलाई ब्रेक नगरिकन माथि जाने प्रयास गर्छ भने यहाँ चाहिँ डिमान्ड चाहिँ अब बढ्दै आएको भन्ने कुरा हामीले बुझ्नुपर्छ। फेरि हेरौँ हामीले यो प्याटर्न, यसमा अझै राम्रो देखिन्छ हैन। सिधा तल आयो, माथि पनि जाने प्रयास गर्यो, तर यहाँबाट सेलर्सहरुले रेजिस्ट गरे, तल आयो, तर पुरानो लोलाई ब्रेक गर्न सकेन र फेरि त्यही लोबाट माथि जान थाल्यो। अब तपाईहरुले अर्को कुरा के नोटिस गर्नुपर्छ भन्दाखेरि यो नेकलाइन इज क्वाइट इम्पोर्टेन्ट। तीनटैवटा प्याटर्नमा हेर्नुस्, यो नेकलाइन ब्रेक गरे पछाडि मात्रै यो प्याटर्नले चाहिँ भ्यालिडिटी आफ्नो देखाउँछ। यसमा पनि त्यही भयो, NLIC मा पनि त्यही भयो र CFCL मा पनि त्यही भयो। सो नेकलाइन इज क्वाइट इम्पोर्टेन्ट है। सो प्याटर्नको यो लाइन मात्रै हेर्ने कुरा हैन, यसको अन्डरलाइङ साइकोलोजी पनि बुझ्नुपर्छ है। मैले भनेको बुझ्नुभयो नि। यहाँ चाहिँ बायर्सहरुले अब
यसलाई चाहिँ यहाँबाट डिमान्ड जेनेरेट भयो, सेलर्सहरूलाई यहाँ एक्जस्ट गर्यो र यहाँबाट डिमान्ड जेनेरेट भयो। र यो डिमान्ड जेनेरेट भयो भन्ने बित्तिकै यही बटममै आएर हामीले किन्ने हो त होइन है। जब चाहिँ पुरानो जुन यसले टेस्ट गरिरहेको जुन एउटा रेजिस्टेन्स थियो जहाँबाट चाहिँ सेलर्सहरू हावी भए, त्यो रेजिस्टेन्सलाई ब्रेक गरेको अवस्थामा चाहिँ यो प्याटर्न भ्यालिड हुन्छ। अब तपाईँहरूलाई बताउँछु कि वेन दिस प्याटर्न एक्चुअली वर्क्स है, राम्ररी बुझ्नुहोस् होला है। फर्स्ट कन्डिसन के हुनु पर्यो भन्दाखेरि यो सेकेन्ड बटम जुन छ, यो सेकेन्ड बटम चाहिँ विक हुनु हुँदैन होइन। कस्तो खालको क्यान्डल्सहरू बनिरहेको छ होइन, त्यो एकदमै इम्पोर्टेन्ट हुन आउँछ होइन। अलिकति माथि पनि छ यसमा है, यहाँ पनि हेर्नुहोस् विक फर्म गरेर डिमान्ड जेनेरेट गरेर माथि गएको छ। दोस्रो कुरा, अर्को इम्पोर्टेन्ट कन्डिसन के हो भन्दाखेरि यो नेकलाइन ब्रेक भएको हुनुपर्छ क्लियरली, त्यो पनि होइन, छोइएर गएको हुँदैन। जस्तो यो बेलामा हामीले यसलाई कन्फर्म गर्न सक्दैनौँ, तर यो माथि नै क्लोज भइसकेको छ होइन। सो यो बेलामा चाहिँ नेकलाइन क्लियरली ब्रेक भइसकेको हामीले देख्नुपर्छ। र तेस्रो भनेको अभियसली म जहिले पनि भन्दै गर्छु, प्राइस क्यान्डलहरूको इम्पोर्टेन्स भनेको त्यो क्यान्डलमा आएको भोल्युमले जनाउँछ होइन। जब जब तपाईँले देख्न सक्नुहुन्छ यो ब्रेकआउट हुन लाग्यो, यो लाइनबाट माथि ब्रेकआउट, तब एभरेजभन्दा माथि भोल्युम आइरहेको देख्न सक्नुहुन्छ। हरेकमा एभरेजभन्दा माथि भोल्युम आएको हुन्छ ब्रेकआउटमा होइन, एटलिस्ट 2x 1.5x जति होइन। जब यो कन्डिसनहरू पास हुन्छ तब मात्रै हामीले यो प्याटर्नको ब्रेकआउटलाई चाहिँ हामीले भ्यालिड मान्न सक्छौँ। र अन्तिममा एउटा कुरा के याद गर्नुहोस् भन्दाखेरि, अ गुड ट्रेडर डज नट जस्ट मेमोराइज प्याटर्न्स बट अल्सो अन्डरस्ट्यान्ड्स द अन्डरलाइङ साइकोलोजी बिहाइन्ड इट। कसरी चाहिँ बायर्सहरू आएका छन्, कसरी चाहिँ डिमान्ड जेनेरेट भएको छ, र कसरी चाहिँ अब इन्टेन्सन चाहिँ तल होइन माथि जाने भएको छ, त्यो कुराहरू हेरेर मात्रै ट्रेडर्सहरूले चाहिँ आफ्नो डिसिजन्सहरू लिन्छन्। र यस्तो प्याटर्न्सहरू बेलामा रेकग्नाइज गरेर र टाइममा इन्ट्री गरेर नै नेप्से जस्तो मार्केटमा केही पैसा कमाउन सकिन्छ। यदि तपाईँलाई पनि यस्तै प्याटर्न र यो जस्तै अरू प्याटर्नहरू पनि बुझ्ने इन्ट्रेस्ट छ र तपाईँ अझै यसमा डिप डाइभ गर्न चाहनुहुन्छ भने तपाईँले मेरो फ्री वाट्सएप ग्रुप जोइन गर्न सक्नुहुन्छ। लिङ्क डिस्क्रिप्सनमा छ। सी यू अन द नेक्स्ट भिडियो।